यो दक्षिण कोरियाको समुद्री सतह आज चाहिँ हामी यसो कम्पनीको बिदाको दिन यसो साथीभाइसँग रमाइलो गर्ने क्रममा हामी यसो खास पौडी खेल्ने उद्देश्य लागेका थियौँ। तर मौसमको प्रतिकूलता अनुसार हामी चाहिँ साइकल चढेर यसरी चाहिँ घुम्न आएको अवस्था। आज अलिकता मौसमको पनि साथ दिएर हामी यसरी साइकल चाहिँ भाडामा लिएर 18,000 यसरी घुम्यो। जोस् यहाँको प्रवासीहरूको लागि घुम्नलाई समुद्री एरिया हेर्नलाई यो आनन्द एकदमै रमाइलो वातावरण एकदमै मन चाहिँ प्रफुल्ल हुँदो रहेछ जस्तो लाग्यो। तर हाम्रो देशमा चाहिँ समुद्री सतहको कारणले गर्दा त्यो तुलनामा ठुलो स्वरले बोल हस् त। त्यसै गरी हाम्रो अर्को एकजना दाजु हुनुहुन्छ, म गोपाल पाण्डे। हामी अहिले थोङसी भन्ने ठाउँबाट यो सामुद्रिक खाजा हेर्न आइरहेका छौँ। यहाँ अहिले हान्सन मारिना भन्ने गौतम बुद्ध नभने पनि गौतम बुद्धको प्राकृतिक स्थल भनेर बुद्धलाई मान्ने क्षेत्रमा आइपुगेका छौँ। हामी अब कर्मिक रूपमा फर्किने क्रममा छौँ। त्यस्तै साथीहरू दुईजना अगाडि बसिनु भएको साइकल हाम्रो छुटिसकेको छ। कृपया अगाडि बढौँ, साइकल छुटिसक्छ। उहाँहरू हामीलाई साइकल लिएर आउनु भएको छ। उहाँहरू हामीलाई लिनको लागि फर्केर आउँदै हुनुहुन्छ। यता हामी देख्न सक्छौँ के बजिरहेको छ थाहा छैन। यो कोरियाको संस्कृति अनौठो प्रकारको छ। कतै चाहिँ यसरी छाता ओढेर कसै टेन्ट लगाएर अनेक किसिमको संस्कृति देख्न सकिन्छ। यहाँ देख्दा यो दृश्य मनोरम, यहाँको संस्कृति, यहाँको वातावरण सबै देख्दा चाहिँ अलिकता मन पक्कै पनि बोहराजीले भने जस्तै यहाँको वातावरण एकदमै रमाइलो रहेको छ। त्यस्तै गरी आज सिमसिम पानी परिरहेको छ र विभिन्न किसिमका जहाजहरू यो समुद्रमा कुदिरहेको अवस्था हामी देखिरहेका छौँ। त्यस्तै गरी साथीहरू र हामी 4 जना मिलेर यो साइकल भाडामा लिइरहेको हौँ र अब हामी कर्मिक रूपमा हामी फर्किरहेको अवस्था छ। चक्र, अर्जुन र गोपाल बोहरा, साथै म गोपाल पाण्डे। कृपया एकछिन बस, म पनि बसिन्छु ल। हाम्रो यसरी यात्रा सुरुवात हुन्छ। 안녕하세요. 이렇게 हामी यहाँ घुमिरहेको छौँ र हामीलाई एकदम मन आनन्दित प्रफुल्लित भइरहेको छ। क्याप्टेनमा छन् अर्जुन लाल श्रेष्ठ र चक्र लामाजी। एउटा इन्जिन खराब भइसकेको छ हाम्रो गाडीको। पक्कै पनि अर्जुनजीले भने जस्तै हामीलाई छोडेर जाँदाखेरि एउटा इन्जिन खराब गराइसकेका छन्। सायद ह्यान्डलले काम गरिरहेको छैन कि हामी कहाँ पुगेर के हुन्छ कि थाहा छैन कि भन्ने हामीलाई डर लागिरहेको छ। त्यस्तै सह क्याप्टन बोहरा पनि रहेका छन् र आजको यो शनिबारबाट आइतबार हामीलाई एकदम रमाइलो भइरहेको छ। मन एकदम प्रफुल्लित छ र हामी यो साइकल बुझाएर एउटा बस चढेर अर्को बस टर्मिनलबाट हामी आफ्नो गन्तव्य स्थलमा अर्थात् हाम्रो रुममा पुग्नेछौँ। र आज खासै त्यस्तो घाम नलागेकोले गर्दाखेरि हामीलाई एकदम सहजता भएको छ। त्यस्तै हामी यो फर्किरहेको अवस्थामा छौँ। पक्कै पनि साथीहरू यो कोरियाको आइतबारको कुरा हो यो। अरू दिन त हाम्रो कसले कसैलाई चिन्दैन यहाँ, किनकि सबै मास्क लगाएर सबै कुराहरू लगाएर आफ्नो काममा खटिनुपर्छ। हप्ताको कमाई र एक दिन रमाइलो गरौँ भन्ने हाम्रो मनाशयले गर्दाखेरि हामी 6 जना नेपाली बस्छौँ रुममा, तर हामी 4 जना मात्रै यहाँ आज आइरहेका छौँ। तर एकदमै रमणीय क्षेत्र छ यो। चारैतिर फुल, वातावरण, जङ्गल सबैको सही सदुपयोग गरिएको छ यस दक्षिण कोरिया। हुन त यो हाम्रोभन्दा 50 वर्ष पहिला एकदमै दुखित देश थियो। सबैले सहयोग गरे, नेपालले पनि गहुँ चामल भित्रायो भन्ने कथनहरू र विभिन्न किसिमका भिडियो दृश्यहरू हामी देख्न सक्थ्यौँ। तर पनि अहिले साँच्चीकै भन्यो भने यो कोरिया विश्वको 20औं 30औं स्थानमा उक्लिसकेको छ। किनकि यहाँको मेहनत, यिनीहरूले गरेको दुःख र कामले गर्दाखेरि नै पक्कै पनि अगाडि बढिरहेको हौँ। र यिनीहरूको लागि सजिलोको उपाय भनेको यो समुद्रले गर्दाखेरि पनि धेरै सामान ढुवानी गर्नको लागि र एक ठाउँबाट अर्को ठाउँमा जानको लागि पनि धेरै सुविधा भयो। हामी ब्याकग्राउन्डमा देखिरहेका छौँ जहाजहरू कुदिरहेका छन्। आजको वातावरण अलि क्लियर छैन, सफा छैन, त्यसैले गर्दाखेरि हामीलाई प्रष्ट रूपमा देख्न सकिरहेका छैनौँ। र आगामी दिनहरूमा पनि हामी यस्तै गरी केही भिजिट कार्यक्रमहरू, यस्तै कुनै कार्यक्रमहरू लिएर आउनेछौँ। त्यति बेलाको सम्मको लागि हामीलाई बिदा दिनुहोस्। क्यामेरामा गोपाल पाण्डे, क्याप्टेन अर्जुन लाल श्रेष्ठ, चक्र लामा, त्यस्तै गोपाल बोहरा। धन्यवाद।